Hello, Hello, namaste. namaste. Welcome to our new video. आज चाहिँ हामीसँग रहेको छ 3 वटा अन्डा अनि त्यसपछि आज चाहिँ हामीले नयाँ ट्राई गर्दैछौँ। हाम्रो चाहिँ फर्स्ट ट्राई हो यो भर्खरै लन्च भएको के हो अरे भर्खरै हैन होला Quick, hot and spicy noodles. वाइ यो वाइ चाहिँ YY को. वाइ क्विक हट एन्ड स्पाइसी नुडल्स ट्राई गर्न आँटिरहेछौँ हैन ट्राई गर्न ट्राई लागिरहेछौँ। गर्दैछौँ. हेरौँ कस्तो हुन्छ टेस्ट। टेस्ट कस्तो रहेछ? सुरु गरौँ। अब सुरु गर्छौँ है त. सुरु गरौँ ल. सस गर्ने. फर्स्ट बाइट. Ooh. के हो? Cheers. फर्स्ट बाइट है त कस्तो हुँदो रहेछ. करेन्ट फ्लेभर नै छ है. पिरो टाइपको रहेछ है अलि. मलाई करेन्ट फ्लेभर. पिरोले यस्तो पो खाना नके त. अनि नामै हट एन्ड स्पाइसी. हट. हटले यस्तो राम्रो छ. यस्तै. बोइल्ड एग प्लस हट एन्ड स्पाइसी. जाडो मौसममा सबैले बाहिर पानी परिरहेको थियो अहिलेसम्म. अहिले चाहिँ परेको छैन तर त्यही बेलामा यो चाहिँ एकदम बेस्ट टाइम हो. हुन्छ? मिठो लाग्यो मिठो छ. हाम्रै टेस्टको रहेछ. मिठो अनि सब टाइपको रहेछ नुडल चाहिँ. नर्मली. चल्दै छुट्टिँदैन. यो अन्डाले चाहिँ अड्किन्छ क्या. मिठो लाग्यो. मिठो पिरो. करेन्ट भन्दा चाहिँ अलिक कमै हो है. तपाईहरु पनि ट्राई गर्नु होला. करेन्ट नुडल भन्दा चाहिँ अलिक कमै मात्रामा रहेछ. मिठो हट एन्ड स्पाइसी. कसको कम्पनी विरोध चौधरीको होइन. विरोध चौधरी हो. चौधरी ग्रुपको. चौधरी ग्रुपको चिकन फ्लेभरमै रहेछ. म चाहिँ पानी खान्छु. अन्डासँगै चाहिँ मिठो हुँदो रहेछ. यसरी किन त तर करेन्ट पिरो चाहिँ अलि छुट्टै टाइपको है. डिफ्रेन्ट टाइपको पिरो रहेछ.
खाने बेलामा जिब्रो चाहिँ निकाल्छु कि मैले फेरि हन यो चौधो हामीलाई खाना नआएको कि यस्तै हो सेतो हो यो अन्डरभित्र अलि पहिले ट्राई गर्नु भने है फ्रेस भयो कि किन खानु परेन है घाँटी पढाएर खाएको छ मलाई लास्टमा नुन बढी भएको जस्तो लाग्यो त मलाई त अलि मात्रै डिफरेन्ट लाग्यो मलाई त नत्र पिरो नि कम ठिक्कको छ पिरो हामीलाई चाहिँ ठिक छ पिरो खानेहरूलाई चाहिँ अलिक कमै हुन्छ हामीले चाहिँ खान सक्ने खालको पिरो रहेछ है तपाईहरु पनि एकखेप ट्राई गर्नु होला टेस्ट यो सेलाएपछि त्यो सस चाहिँ त्यो ड्राई भएर बस्ने खालको रहेछ कि है के हो यस्तो हो सुगी टाइपको छ अलि च्याप लाग्ने टाइप है ओठमा फुमा जिन्नु र बाहिरको मात्रै अलिकति खाममा चाहिँ अनि अरू सबै तपाईँ खानु बाहिर खाने आधी लाउनु कता कसरी खानु मात्र खानु पुग्यो पानी नखाने च्यालेन्ज गर्यो भने म त मर्छु बाइटकै पछि पानी खाएको खाइ गर्नुपर्छ ल मैले चाहिँ सकेन मलाई चाहिँ पुग्यो तर मिठो छ तर मिठो रहेछ मिठो छ आजको लागि यति नै हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला अनि त्यसपछि सब्स्क्राइब गरिदिनु होला थ्यांक यू